छन् मिस्टर म्याथ गुरु। आजको हाम्रो टपिक हो एलसिएम। एलसिएम भनेको लोएस्ट कमन मल्टिप्लायर। यो भनेको सबैभन्दा यसको अर्थ भनेको के हो? सबैभन्दा सानो साझा गुणफल। अर्थ भनेको कस्तो गुणफल भनेको यसको अर्थ यो दुई वा बढी सङ्ख्याले भाग जाने सबैभन्दा सानो साझा सङ्ख्या भन्छ त्यसलाई। भनेको यसको कसरी भन्ने भनेको तपाईँलाई इक्जाम्पल राखेर भन्छु, तपाईँले चाँडै बुझ्नुहुन्छ होला। ल आजको यो पहिलो इक्जाम्पल हो हामीहरूको। ल इक्जाम्पल लेखौँ है। इक्जाम्पल चाहिँ दुईवटा नम्बर लिउँ हामीहरू। कुन नम्बर? 12 एन्ड 18 को एलसिएम कति हुन्छ भन्ने इक्जाम्पलबाट लिने। हामीहरू इक्जाम्पलबाट बुझ्न सकिन्छ लोएस्ट कमन एलसिएम भनेको के हो। सुरुमा हामीहरू सर्ट तपाईँलाई सजिलो तरिकाले बुझाउँछौँ। ल 12 राख्ने सुरुमा 12 को मल्टिपलहरू के हुन्छ भनेको 12 को गुणा 12 1 जा 12, 12 2 जा 24, 12 3 जा 36, 12 4 जा 48, 12 5 जा 60। यहाँसम्म लिइराख्नु। ल 18 को पनि लिउँ यस्तै गरी। 18 भनेको 18 1 जा 18, 18 2 जा 36, 18 3 जा 54। अब अरू 18 4 जा 18 5 जा। तर हामी यहाँ के हेर्न सक्छौँ भनेको 12 र 18 को एलसिएम लिँदाखेरि सुरुमा 12 र 18 मा कमन नम्बर कुन आएको छन्? लोएस्ट सुरुबाट दुईटैमा कमन आएको भनेको 36 र 36 कमन आएको छन्। यही हो नि कमन लोएस्ट। अरू त अब हेर्नै पर्दैन। सुरुको कमन र लोएस्ट भनेको त्यही हो 36 नै हामीहरूको एलसिएम हो। भनेको 12 र 18 को 36 एन्सर। किन कमन दुईटैमा कमन लिने। के लिने? 36 र 36 कमन छ दुईटैमा। हेर्नु त नम्बर दुईटैको नम्बर 36 कमन छन्। अब यस्तो नगर्यो भने यसरी बुझाउन सकिन्छ यसलाई। जस्तो हामीहरू अर्को मेथड 12 र 18 एलसिएम यो मेथडले पनि गर्न सकिन्छौँ। ल 12 लाई डिभाइड जाने र 18 लाई डिभाइड जाने नम्बर 2 ले त डिभाइड जान्छ। 2 6 जा 12, 2 9 जा 18। अब 2 ले के हुन्छ? 2 ले 6 लाई जान्छ तर 9 ले जाँदैन। जाँदैन त 3 ले चाहिँ जान्छ। 3 ले 6 लाई पनि जान्छ र 9 लाई पनि जान्छ। र अब 3 राखौँ। 3 2 जा 6, 3 3 जा 9। अब यहाँ दुईवटा नम्बर छ, दुईटै डिफ्रेन्ट नम्बर छन्। त्यसपछि यहाँसम्म छोडिदिउँ यसलाई। दुईटै डिफ्रेन्ट नम्बर भएर र त्यो पनि लोएस्ट नम्बर छन्। अब हेर्नु नि 1 2 3 3 2 3 भनेको लोएस्ट नम्बर नै हुन्छ। अब हेरौँ। अब एलसिएम कसरी हुन्छ यसको? एलसिएम भनेको 2 कुन नम्बर छ लेखिहाल्नु। 2 3 अनि यहाँ बाँकी भएको तल 2 र 3 यो सबैलाई मल्टिप्लाई गरौँ है। कति हुन्छ? 2 3 जा 6, 6 2 जा 12, 12 3 जा 36। हेर्नुभयो साथीभाइ हौ, यहाँ पनि 36, यहाँ पनि 36। यहाँ मैले भनेको सर्टकट हानिदिएको तपाईँले बुझ्ने गरी। अनि यहाँ भनेको एलसिएम गरेर नि देखाएको 36 भनेको। यो एलसिएम भनेको यही हो, लोएस्ट कमन मल्टिप्लायर। भनेको कुनै नम्बर भनेको 12 ल हामीहरू 12 र 18 लियो भने नि यसको लोएस्ट भनेकै 36 नम्बरले। 36 लाई 12 ले पनि डिभाइड जान्छ र 18 ले पनि डिभाइड जान्छ 36 लाई। त्यही भएर यसलाई नि एलसिएम भन्छ। एलसिएम भनेको लोएस्ट कमन मल्टिप्लाई हो, मल्टिपल हो, लोएस्ट कमन मल्टिपल हो। अब हामीहरू यहाँसम्म गरौँ र अर्को च्याप्टर भनेको हामीहरूको लोएस्ट एलसिएम गरिसक्यो। अब चाहिँ एचसिएफतिर जाऊँ। एचसिएफ अर्को क्लासमा चाहिँ अर्को भिडियोमा चाहिँ एचसिएफतिर हामीहरू बढ्छौँ।
आज एलसिएम केही बुझेन भने कमेन्ट गर्नु, म फेरि सम्झाउँछु तपाईँहरूलाई। अनि एउटा क्वेसन दिन्छु अनि त्यो क्वेसनको एन्सर तपाईँहरूले चाहिँ कमेन्टमा राख्नु है। ल एलसिएम अब सेकेन्ड क्वेसन एउटा मैले तपाईँलाई दिएको सेकेन्ड क्वेसन भनेको 24 हैन 24 र 48 को एलसिएम कति हुन्छ निकाल्नु। एन्सर के हो कमेन्टमा राखिदिनु, कमेन्ट गर्नु है, कमेन्ट एन्सर चाहिँ कमेन्ट गर्नु। आजको लागि यति नै, ल धन्यवाद। अब नेक्स्ट क्लासमा हामीहरू एससिएफ पढ्नेछौँ।